आफ्नै घर अगाडि ड्रेन बनाइदिनु भयो बिना पैसामा। हजुर शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। कति राम्रो मेयर क्या। सबै दुःख बुझ्ने, गरिब दुखीहरूलाई हेर्ने, त्यो सुकुम्बासी जनता। अब हामी सुकुम्बासीलाई अब त्यो पहिलाको झोलेहरूले त उठाउने कुरा थियो नि त। अहिले मेयर साहबले सुकुम्बासी जनता म उठाउँदिनँ, नहुनेलाई छाप्री लगाइदिन्छु भन्नुभएको थियो। तर दिइराख्नु भएको छ, गरिराख्नु भएको छ मेयर साहबले। राम्रो मेयर पाएको छौँ, खुसी नै छौँ। हजुर हजुर। भनेपछि अब फेरि पनि उहाँलाई नै मेयरको रूपमा देख्न चाहनुहुन्छ? उहाँलाई नै फेरि भोट दिएर जिताउने, उहाँलाई नै राख्ने। सकेसम्म अरू नहोस्, उहाँ नै होस् भन्ने चाहना छ क्या। हजुर हजुर। उहाँले जे कुरा भन्नुभएको थियो त्यो वचन पुरा पनि गर्दै हुनुहुन्छ होइन? उहाँले भन्नुभएको थियो नयाँ चाहिँ बरु बस्न नदिने बस्ती, तर पुरानोलाई म उठाउँदिनँ, उठ्वास लाउँदिनँ भन्नुभएको थियो होइन? त्यही अनुसारको। र तपाईँले एउटा महत्त्वपूर्ण कुरा के भन्नुभयो भने तपाईँहरूको त यहाँ 1 रुपियाँ पनि परेन नि, नत्र भने अरूतिर ड्रेन र बाटो बनाउँदा त जनताको 60-40 को कुरा हुन्छ। हजुर। अनि पल्लोपट्टिको मान्छेले भन्दै थियो तिमीहरू भाग्यमान।